आज फेरि चर्चित भलिबल खेलाडी सफल बिके विदेश पलायन हुनु भएको छ। उहाँ चाहिँ नेपाली भलिबल क्षेत्रमा एकदमै धेरै रुचाइएको चर्चित मिडल ब्लकर हुनुहुन्छ। कास्की जिल्लाको मादी गाउँपालिकामा जन्मिनु भएको सफल बिके जिल्ला गण्डकी प्रदेश नेपाल पुलिस क्लब हुँदै नेपालको राष्ट्रिय टिमबाट पनि आफ्नो व्यावसायिक भलिबल खेलिसक्नु भएको थियो। भलिबल खेलेर मात्रै नेपालमा आफ्नो भविष्य नदेखे पछाडि उहाँ विदेशिनको लागि बाध्य हुनु भएको थियो। आज चाहिँ उहाँ रोजगारको सिलसिलामा अस्ट्रेलिया जानु भएको छ। उहाँ चाहिँ नेपाल पुलिस क्लबबाट खेल्ने होनहार र अनुशासित खेलाडी हुनुहुन्थ्यो र नेपाल पुलिस क्लबलाई एकदमै धेरै उपाधि जिताइसक्नु भएको छ। 5th टाइगर कप जित्दा पनि उहाँको भूमिका सबैभन्दा महत्त्वपूर्ण थियो। उहाँले आफ्नो खेल प्रदर्शनबाट धेरै नेपाली दर्शकहरूको मन जित्न पनि सफल हुनु भएको छ। उहाँ विदेशिनु भनेको नेपालले एउटा तारा गुमाएसरी हो। उहाँ विदेशिएको सुन्दा धेरै नेपाली दर्शकहरू निराश हुनुहुन्छ। मैले पनि यो खबर सुरुमा थाहा पाउने बित्तिकै एकदमै धेरै दुःख लागेको थियो। सायद तपाईहरू पनि भलिबल प्रेमी हुनुहुन्छ भने तपाईहरूलाई पनि त्यस्तै धेरै दुःख लागेको होला। सबैजनाले उहाँको ब्राइट फ्युचरको लागि कमेन्टमा बेस्ट अफ लक लेखिदिनु होला। धेरै धेरै प्रगति गर्दै जानु होला। तपाईहरूले सफल बिक विदेशिएको सुन्दा कस्तो महसुस भएको थियो त कमेन्ट गर्नु होला। अनि सफल बिकको खेल मन पराउनु हुन्थ्यो भने कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।